रोहन, मानिसहरू डराउँछन् म कहीँ हार्छु कि, मैले भनेको कहीँ हुँदैन कि, म असफल पो हुन्छु कि। डराउनु स्वाभाविक हो, तर डरले हामीले रोक्नु हुँदैन। यसैले 41 को 10 मा भनिएको छ, नडरा, परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। उहाँले हामीलाई सहायता गर्नुहुन्छ, उहाँले हामीलाई बलियो पार्नुहुन्छ, आफ्नो धार्मिकताको दाहिने हातले हामीले सम्हाल्नुहुन्छ, हामीलाई डोर्याउनुहुन्छ। रोहन, मलाई लाग्छ कहिलेकाहीँ मैले प्रार्थना गर्दै गर्दाखेरि त्यो अनुसारको शब्द फेला पारेन कि। परमेश्वरले हाम्रो मनको कुरा जान्नुहुन्छ। जब तिमी भन्छौ मलाई यो चाहियो अथवा म अलमलमा छु, तब उहाँले थाहा पाउनुहुन्छ तिमीलाई के कुराको आवश्यकता छ। मत्ती 6:8 मा पनि भनिएको छ, एउटा बुबालाई छोराछोरीले माग्नुभन्दा अगाडि उसले के कुराको खाँचो छ सो कुरा बुबालाई थाहा हुन्छ। त्यसरी नै हाम्रो परमेश्वरलाई पनि हामीले के कुरा चाहिन्छ त्यो कुरा उहाँलाई पहिलेदेखि नै थाहा छ। त्यसैले परमेश्वरसँग प्रार्थना गर्नु भनेको रिपोर्ट कार्ड तयार गर्नु जस्तै होइन, तर उहाँसँग बातचित गर्नु, उहाँसँग साँचो हृदयले कुरा गर्नु हो। साँच्चै जब हामी हाम्रो बुबा मम्मीसँग मलाई यो चाहियो त्यो चाहियो भनेर माग्छौँ, तब उहाँले पहिला तिमी आज्ञाकारी हौ भनेर भन्नुहुन्छ। त्यसै गरी हाम्रो परमेश्वर पनि त्यस्तै हुनुहुन्छ। जब हामी आज्ञाकारी हुन्छौँ तब उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ, हामीलाई आवश्यक परेका कुराहरू पुर्याइदिनुहुन्छ। अनि हो त, यूहन्ना 15:7 मा पनि त भनिएको छ, जब हामी उहाँसँग रहन्छौँ र उहाँको वचन हामीमा रहन्छ, तब हामी जे इच्छा लाग्छौँ त्यो माग्यो भने त्यो हाम्रो निम्ति गरिनेछ। साथीहरू, याद राख्नुहोस्, जीवनमा जति सुकै ठुलो समस्या आए तापनि परमेश्वर हामी सँगै हुनुहुन्छ। भजन सङ्ग्रह 23:4 मा भनिएको छ, अन्धकारमय घाटीबाट भएर जानु परे तापनि म कुनै खतराबाट डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिनुहुन्छ। अनि विश्वासको यात्रामा मुस्कुराउन पनि नबिर्सिनुहोस्, किनकि हाम्रो साँचो विश्वासले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।